सले च्याउ यहाँ चाहिँ रहेछ होइन, अरू ठाउँतिर पनि छ, उतातिर पनि च्याउहरू अन्डै छ। यो चाहिँ फक्रिँदो रहेछ, यो चाहिँ फक्रिसक्यो यत्रो हुन्छ र ठुलो पनि हुन्छ, यो अझै ठुलो हुन्छ। यो चाहिँ खेतबारी, यहाँ चाहिँ पुरा धान हुन्थ्यो, पुरा तलसम्म हुन्थ्यो धान। अहिले चाहिँ यस्तो छ है, पुरै जङ्गल। यहाँ माथि घर थियो, त माथि निगुरो घारी रहेछ अहिले त। देख्न सक्नुहुन्छ आमा, यति बजारमा किन्न गयो भने कति महँगो पर्छ बाख्रा यत्रो मुठाको, 3 मुठा। सो यहाँ बारीबाट खोजेर भर्खरै हामीले निकालेका छौँ। वाह, यो झर्ना चाहिँ होइन यस्तो अग्लो छ क्या, यो चाहिँ 30-35 मिटर माथिबाट झरेको छ क्या यो मुनि झर्ना। बल्ल सुकुना, यो मुनिबाट यस्तो दामी हावा आउँछ नि त्यो माथिबाट झरेको सर। सो गाइस, यो चाहिँ वान अफ द बेस्ट यो वाटरफल हो। यो मान्छेहरू यदि आउँदैन पनि प्राइभेटै हो होइन, तर आउनको लागि ठाउँहरू बनाइदिएको छ, बस्ने ठाउँहरू सबै छ। तपाईँ शौचालय पनि यहाँ व्यवस्था छ, यहाँ माथि चौताराको व्यवस्था छ, हेर्न सक्नुहुन्छ गाइस। सो आजको चाहिँ हामीले च्याउ, तामा, निगुरे यति भेटायौँ।